हजुरहरू छुट्टै छुट्टै कलरको चस्मा लगाउन मनपर्छ भने यही फोल्डिङवाला चस्मा मगाएको हुन्छ। यो कलर हेर्न सक्नुहुन्छ। फाइनली म एउटा क्लिप युज गरेको छु भने यतातिर हाम्रो एउटा 4वटा क्लिप रहेको छ। मैले यसलाई निकालेर पनि म यसरी देखाउन सक्छु। हामीसँग अहिले 5वटा क्लिप रहेको छ। फाइनली यो 5वटा क्लिप है साथीहरू हेर्न सक्छौँ। 1 2 3 4 5 सो 5वटा क्लिप रहेको छ। हेलो गाइस, सबैलाई नमस्ते। म लाल बहादुर चौधरी ज्वाला। आज म एउटा यस्तो चस्मा मगाएको छु अनलाइनबाट, जुन अनलाइन सपिङ लाजाडा एप्लिकेसन डाउनलोड गरेर मैले एउटा चस्मा मगाएको छु। सो यो चस्मा है आज मैले हजुरहरूलाई अनबक्सिङ गरेर देखाउने छु। चस्मा कस्तो छ त ओके पनि तपाईँहरू भिडियो हेर्दै गर्नुहोस्। म बक्सलाई खोल्दै गर्छु। यो प्याकेज खोलेर म चस्मा देखाउँछु। सो चस्मा कस्तो खालको छ त बाँकी भिडियो हेर्दै जाउँ। सो गाइस, म यो प्याकेटलाई खोल्छु। ओके खोलिसकेको छु र यो यस्तो बक्स रहेको छ। यसमा हामीहरू हेर्न सक्छौँ यसभित्र एउटा झोला रहेको छ। एकदम झोलामा कसरी छ त यो चस्मा राखेको र चस्मा कस्तो खालको छ त हामी हेर्दै गर्छौँ। फटाफट म देखाउँदै गर्छु हजुरहरूलाई के कस्तो लाग्छ र चस्माको डिजाइन कस्तो छ त साथीहरू। पक्कै पनि म अलिकति केही जानकारी गराइदिउँ। म चस्मा अर्डर गर्नुभन्दा पहिले 5वटा फ्रेम भएको चस्मा मैले त्यो चस्माको क्लिप 5वटा र फ्रेम चाहिँ एउटा फ्रेम र 5वटा क्लिप भएको चस्मा मैले अर्डर गरेको थिएँ। सो मेरो चस्मा कस्तो छ साथीहरू पक्कै हेरौँ। म यो निकालिरहेको छु। हेरौँ ल, चस्मा यस्तो रहेको छ साथीहरू। खोल्दैछु हेरौँ। पक्कै पनि तपाईँहरू देख्न सक्नुहुन्छ होला। यसमा फ्रेम लगाइदिएको छ, क्लिप लगाइदिएको छ यो फ्रेममै। सो यो फ्रेम रहेछ है चस्माको। यो चस्मालाई यता राखेँ हेर्न सक्छौँ हामी। यो चस्मा यो एउटा क्लिप मैले 5वटा क्लिपको कुरा गरेको थिएँ साथीहरू। निकालेर देखाउँछु। 2टा 3वटा 4वटा 5वटा। फाइनली हामीसँग यो ब्यागमा यता राख्ने मसँग अहिले यो 5वटा क्लिप छ चस्माको। एक-एकवटा देखाउँदै गर्छु हजुरहरूलाई कस्तो छ त। 5वटा फ्रेम म यो प्लास्टिकभन्दा बाहिर निकालेर नि देखाउँछु हजुरहरूलाई। यस्तै प्लास्टिक निकालेर है मैले यो पनि अलिक हावा चलिरहेको छ। हावाले उडाउँछ होला। यसो निकालेर चाहिँ यहीँ राख्दै गर्छु। गाइस म देखाउन चाहिँ 5वटा फ्रेम छ है। पनि हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। यो 5वटा फ्रेम भएको चस्मा रहेछ साथीहरू। एकदम राम्रो चस्मा। 5वटा फ्रेम छ। हजुरहरूलाई जुन मनपर्छ सो कलरको क्लिप हजुर युज गर्न सक्नुहुन्छ। यो ब्ल्याकमा रहेको छ साथीहरू। यो हेर्न सक्छ। मैले यो क्लिपलाई फिक्स गरेँ। अहिले फिक्स चाहिँ भएको थिएन। सो मैले राम्रै फिक्स गर्दैछु है। हेर्नु क्लिप फ्रेममै फिक्स भइसकेको छ। हेर्न सक्छौँ हामी हालिँदा पनि खस्दैन। सो गाइज यो क्लिप ब्ल्याक थियो मैले यहाँ राखेँ। हजुरहरू हेर्न सक्नुहुन्छ। एकपछि एक गर्दै म देखाउँछु। र अर्को पनि यो फाइनली सिधै ब्ल्याक रहेको छ। हेर्न सक्नुहुन्छ कस्तो छ। हजुरलाई पनि मनपर्छ भने यो फोल्डिङ चस्मा मगाएको हुन्छ जुन हजुरहरूलाई मनपर्ने कलर अनुसारको त्यो युज गर्न सक्नुहुन्छ। जुन कलर एउटा येलो रहेको छ। हजुरहरूलाई जुन कलर मनपर्छ सो कलर युज गर्न सक्नुहुन्छ। एउटै फ्रेममा 5वटा क्लिप दिँदो रहेछ। साह्रै मन पऱ्यो मलाई पनि है। राम्रो लाग्यो।
हामीले जुन कलर मनपर्छ त्यही कलरको क्लिप हामी युज गर्न सक्छौँ। क्लिप युज नगरेर पनि हामी यो सनग्लास है साह्रै राम्रो छ, अर्को युज गरेँ हेर्न सक्नुहुन्छ। साथीहरू हजुरहरूलाई के कस्तो लाग्छ? यो हजुरहरू छुट्टै छुट्टै कलरको चस्मा लगाउन मनपर्छ भने यही फोल्डिङवाला चस्मा महँगा हुन्छ। यो कलर हेर्न सक्नुहुन्छ। फाइनली म एउटा क्लिप युज गरेको छु भने यतातिर हाम्रो एउटा 4वटा क्लिप रहेको छ। मैले यसलाई निकालेर पनि म यसरी देखाउन सक्छु। हामीसँग अहिले 5वटा क्लिप रहेको छ। फाइनली यो 5वटा क्लिप है साथीहरू हेर्न सक्छौँ। 1 2 3 4 5 सो 5वटा क्लिप रहेको छ। हामीलाई जुन मनपर्छ त्यही युज गर्न सक्छौँ। यो 5वटा क्लिप हजुरहरूलाई पनि मनपर्छ भने यस्तो चस्मा अर्डर गर्न सक्नुहुन्छ। अहिले अनलाइन सपिङबाट विभिन्न एप्लिकेसनहरू छ, लजाडा, सोपी, टिकटकमा पनि हजुरहरू अनलाइन अर्डर गर्न सक्नुहुन्छ। सो साथीहरू मेरो यो चस्माको भिडियो हजुरलाई के कस्तो लाग्यो? भिडियो जे जस्तो लाग्यो त्यस्तो प्रतिक्रिया दिनको लागि कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। र यदि भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। र बाँकी अरू थप यस्तै भिडियो हेर्नको लागि लालबहादुर चौधरी युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। बस धन्यवाद। बाँकी अर्को भिडियोमा